आज हाम्रो सरको व्यवस्था हुँदैछ हेलो गाइस व्यवस्था उहाँले हामी थोरै पिकनिकमा छौँ आज हतिया बालियो यस्तो कटारीहरू कालो खसी हान्दैछौँ गाइस पुरा आज हिजो भर्खर बडी बनाएर जिम सिम गरेर यसलाई व्यवस्था पट्टा त्यहाँ छ आज जङ्गलमा व्यवस्था हुँदैछ यसको अन्तिमचोटि यसलाई राम्रोसँग हेरौँ एकखेप भाइ ठोकिदेऊ हान्दिउँ हाम्रो सरको अरे पोजिसन रे खसी हान्ने मान्छे पकड़ मारो जो पकड़ सॉरी पकड़ लग पाए because I know कालो खसी रातोमा पहिरो हाम्रो टोली यहाँ थकान अवस्थामा कालो खसीलाई रातो बनाइसके पछाडि सबै आफ्नो धुनमा जाँदैछ कस्तो भयो तपाईँको खसी कतै खसीबाट एकदम बवाल हो समग्र रूपमा हाम्रो आजको कति 30,000 खसी होइन 30,700 रुपियाँ राम 700 रुपियाँ छुटेछ 32 किलो जति होला खसी होइन जोख्न त जोखेन र पनि 32 किलो छ अनुमानित हामी अब यस्ता खसीहरू 2-4 गर्ने नै मान्छे हो त्यसले गर्दाखेरि दिनमा 2-4 ढालेर हिँड्ने मान्छे 2-4 ढालियो होइन समग्र जीवन रमाइलो भइरहेछ हाम्रो दाइले जिम हानेर ज्याम बनाएर खसीको लागि कालो खसी यतातिर यस्तो पहिलाको हानु मर्ने गरी कालो खसी मिठो रहेछ यार कालो मिठोले यो व्यवस्था गरेर बस्ने ल यहाँ लगभग आजको 3 बजे पछाडि पाइयो माल हान्न सरको फोटो र भिडियो खिच्दा होइन एउटा चाहिँ राम्रै देखाउनु केटाहरूले अब नराम्रो भन्यो नि खिचिहाल्यो एउटा भिडियो पुग्छ 4-5 लाख भ्युज होइन कालो खसेर अचार छ साइड सरको हिँड्छौँ कुरा नगरौँ त्यही छ सरले केही भन्नु हो ल हान्ने बेला हो यहाँ व्यवस्था हुँदैछ सरको प्लेट आयो ल सर हानौँ हानौँ न कस्तो रहेछ टेस्ट बताउँ खाएकै बताउँ मजा आयो कति मजा आयो अब यहाँ भ्लग बनिसक्यो यहाँ एक डरक मान्छे लिएर आइयो एक डरक मान्छे यो गाडी हाम्रै हो एक डरक एक डरक मान्छे लिएर पिकनिक खान आयो एक डरक एक टरक मान्छे पठायो हाम्रो चाहिँ बाइक छ अब यो 2 टरक
टरक मान्छे पठाइयो हाम्रो चाहिँ 2टा जति बाइक छ 5-6जना जान्छौँ 2टा बाइकमा 3-4जना कति चाबी कराएको आजको पिकनिक यस्तै हो 3 बजे भात खुवाइ हाम्रो सर म्याडमहरू अगाडि हुनुहुन्छ टक 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 हिँड्दै हुनुहुन्छ सर म्याडमहरूको फाल्दै छ होइन ओ म्याडम चस्मा ओ चस्मा कालो चस्मा झिल्के चस्मा कालो चस्मा अब हाम्रो सरको त यहाँ पुरानोहरू आज दिनभरि फोटो खिच्दा भइरहनु भयो केसम्म गऱ्यो भने पथरी लगेर सरको दारी कटाएर ल्याएर फोटो खिचाइयो फेरि यस्तै हो आजको दिन यहीँ सकियो अब यो भिडियो यतै बन्द गर्ने घोषणा गरेँ मैले सर के भन्नुहुन्छ त भाइ सरको खुट्टा फाँक भइरहेछ आज बोल्न सक्ने अवस्था बेअवस्था छैन